आज तेज भाइको बर्थडे हामी चाहिँ तेज भाइको बर्थडे चाहिँ सरप्राइज सेलिब्रेसन गर्न गइरहेका छौँ। हामी 3 जना जाँदैछौँ। यो बर्थडे सरप्राइज बर्थडे सेलिब्रेसनको मुख्य योजनाकार चाहिँ हाम्रो दाइ टेकबहादुर श्रेष्ठ हुनुहुन्छ। टेकबहादुर दाइ आइसक्नु भएको छ, तल गाडी लिएर मलाई फोन गरिसक्नुभयो जाउँ भनेर। 3 जना जाँदैछौँ, म टेकबहादुर दाइ र मेरो कान्छी बहिनी मिना श्रेष्ठ। 3 जना जाँदैछौँ। हेर्दै गर्नु होला कस्तो हुन्छ बर्थडे सरप्राइज बर्थडे सेलिब्रेसन। हामी 3 जना जाँदैछौँ, धुम सरप्राइज बर्थडे सेलिब्रेसन गर्न जाँदैछौँ। जाँदैछौँ अरे भनिदिनु त कहाँ जाँदैछौँ मारवाडी सुपर मार्केट सानो गाउँ गएर तेज भाइको बर्थडेमा मकै उखाल हो। तेज भाइको बर्थडेमा आज सरप्राइज सेलिब्रेसन गर्न जान लाग्यो होइन। तेज भाइलाई थाहा नदिई सरप्राइज गर्न जाने। हामी पनि 4 जना जाँदैछौँ। अघि मैले 3 जना भने चाहिँ भाउजू थपिनु भएछ यता फेरि है। 4 जना जाँदैछौँ। जान मान्दैन, त्यही भएर म नलाने विचार गरेर आएँ। ल ल बहिनीले फोन गरेर ठ्याक्कै फोन। केक महँगो भएको छ अरे आजकल, ठाउँ चेन्ज भएछ। होइन दाइ 2टा केक होइन त देखाउनु। ल बस्नु भाउजू बस्नु। ल के अरे सरप्राइज दिने होइन क्या, हामीलाई नि सरप्राइज देला जस्तो छ। भोलि पो सटरमा हानेर केक काटेर त्यसरी हानेर फोटो टाँचेर केक खाएर ए काट्ने पो लिएर आएन त फेरि। सरप्राइज बर्थडे दिन आएको यस्तो है साथी। रहेन छ, हामीलाई नै सरप्राइज दियो। सरप्राइज अनि आफ्नै सरप्राइज अनि गएको रहेछ भने पनि पुगिहालिन्छ भरे भइकिने गर्दा। अनि उता ससुराली नि गइने भयो त झन्। नचिनेको राजालाई पनि चिनिहाल्छ, मलाई पनि चिनिहाल्छ। तँलाई अलि नचिन्ला मलाई नि थिन्छ। Happy birthday to you. लाइट अफ गरेर लाइट अफ गरेर बस्नु यता उहाँ अर्जुनले कति घन्टा कुरेको तपाईँलाई। एउटा कहाँ जाँदा खै त्यही त अघि चिज म अझ यता हेराएर यस्तो गरेर राखेको छु। Happy birthday to you. Happy birthday to you. हाम्रो तेज सरको बर्थडे सरप्राइज बर्थडे। सरप्राइज बर्थडेको मुख्य योजनाकार चाहिँ हाम्रो हेलो सानो स्प्रे चाहिँ आगो लागेको बेला आगो लाग्छ क्या काट्ने पो सधैँ क्यामेराम्यान। त्यो त आगो बलेको बले गर्छ नि, त्यो त निभाउनु पर्छ। उ गरे पनि पर्छ कसलाई भन्दै त यताले यता यताले यता यताले यता मलाई पनि थोरै पाइयो। कालो गालामा सेतो अलिअलि दाजु
हात पुछेको थियो होला उहिले त्यही हेरेर मान्छेले काला काला डल्नु पर्यो भनेर सोचे कि जस्तो लाग्छ ल दाइ ल हाल्नु न के उ गरौँ के अब प्लेट प्लेटमा राख्नु है पर्दैन यो काट